हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी हाट बजार आएको छौँ होइन। हाट बजारमा यहाँ मकै छ, पात छ, मकै चाहिँ छैन जस्तो। पोल्नु मिल्छ दाजु कि पोलेर दिने हो कि पोलेर बेच कतिलाई खाने? यहाँ चाहिँ जुत्ता चप्पलको उयो लागेको छ। यो चाहिँ भरतपुरको हाट बजार। के किनिदिने हो त तँलाई? अब यसैलाई चाहिन्छ धेरै होइन। हामी अब तरकारी लाने रे साउनीले। चप्पल जुत्ता ल मुला आयो 2 किलोको 50। केही भन्नु छ? के भन्ने के सामानु धनियाँ 10 रुपियाँ रे। च्याउ यो चाहिँ आउँदा भरतपुर 10 को हाट बजार। एउटा उहाँ चाहिँ यहाँ छ। टमाटर छ, आलु आलु 3 किलो दाममा 5 किलो 140। प्याज पनि राम्रै छ। मान्छे चाहिँ फेरि लास्ट हुन्छ। झोलाको 50 रे। झोलाको 50 रे। सिमी गाजर के छ होला नि विचार भयो भने होइन। के छ विचार? झोलाको 50 सिमी गाजर लाने हो भने यस्तो छ यहाँ हाट बजारको पार्न। यो साइड चाहिँ खानेकुराहरू मात्र पाक्छ। सुन्तला खाने है, सुन्तला आउकाडो सुन्तला 2.5 किलो 100 मा हो किलो हैन। सारो यता 100 रुपियाँ धार्नी सुन्तला। यो चाहिँ सुन्तला घरी। यहाँ बोल्नु भन्दा देखाउँदै बेस्ट हुन्छ जस्तो छ। सुन्तला 100 बदाम पिनट स्मेकिङ सुन्तला 2टा लिने हो के गरे हो? 2टा 50 हुन्न? दामी छ होइन मकै पोलेको पहिलामा टक्क